कपालले सबै अगाडि यही टाइम गाइस वेलकम टु माई ब्लग। मैले चाहिँ टिका लगाइसकेको छु अनि अब यता लाउन आउँदैछु। गाइस म चाहिँ काकीहरुकोमा आएको छु। मैले चाहिँ टिका लगाइसकेको छु अनि यता तल आउँदैछु। हामी चाहिँ अब जाँदैछौँ अर्को ठाउँ। दादाको बेमा किनेको यहाँ पनि लगाइसक्यौँ घरमा पनि। अब दाग मेरो फोटो पनि खिच्नुपर्छ। ढिलो पो हुन्छ यो घरमा लाएर आउँदा हुन्छ ढिलो हुन्छ। घरै कतिखेर आउँछ घरमा खाना पनि लगाइदिन्छ। म सबैलाई एकैचोटि राखेर लगाइदिनु पर्यो। घरको जल लगाइदिनु। हजुर हजुर ए म घरमा दाको घरमा थिएँ। होइन उता लगाएर घरमा लगाएकै थिएन नि त। अनि टिका लगाइसक्यौँ सिद्धियो। अब हजुर मैले त लगाएँ। मैले त कहाँ पाउँछु मैले त छैन। हुन्छ त एकछिन यहाँ अब पहाड जाने। म चाहिँ गाडी भेटिन्छ कि भेटिँदैन हजुर एडिट एकछिन नै भयो। बस रिपन रिपन त्यही उयो मात्र भएको छ हौ, केही पनि भएको छैन। हेलो गाइस, मेरो चाहिँ सिद्धिसक्यो। अब पार्छ नेपाली। गाइस म चाहिँ उयो टिप्न जाँदैछु, काँक्रा टिप्नै। छिटो 5 केजी लिएर आउँछ। 1 बजेसम्मको गाडी होला अनि छिटो गर्दैछु। कुदेको हेर्नु कस्तो अलि कुद्दैछु।
गाइस म चाहिँ काठमा उयो पुग्न आँटेको छु छिट्टो टिपेर आउँछ कताबाट जाउँ कताबाट कन्फ्युज भएँ म सारी आइपुगेको छु छिटो छिटो मेरो कानको उयो पनि झर पुग्न आँटे म चाहिँ पुगिसकेको छु यता छ काँक्राबारी यस्तो बाँसकाट छ काँक्राबारी यता गाइस म काँक्रा टिपेर ल्याउँछु मैले चाहिँ टिका लगाइसकेको छु उता भित्र यहाँबाट त्यहाँ ऊ त्यो बजाउँदै बसिरहेको के उता हेर्छस् गाइस आजलाई यति हो गाइस आजलाई यति लु सिद्धिसक्यो टिका पनि मेरो लाएर गाइस बाई बाई